हेलो नमस्ते सेवाहरू सबैलाई फेरि पनि तपाईँहरूको बिचमा म उपस्थित भइरहेको छु। आज सुम्बुकदेखि लिएर रोङ हुँदै नाम्ची हुँदै जोरथाङ आइपुगेको छु। लौ त यो रोङ जाँदै गरेको बाटो अनि भिरको बाटो छन्। अनि यहाँबाट बिसाएर हेरे पनि एउटा डाँडा छ अनि त्यो डाँडाबाट हेर्दाखेरि रमाइलो देखिन्छन्। एकदमै आजको यात्रा भनेदेखि एकदमै राम्रो रहेको छ। अलिक पानी परेको छैन अनि त्यति पानी पनि छैन, त्यति घाम पनि छैन अनि यो ठिकैको भएको छ मौसम। अनि अहिले छिन् झन्डै 2:30-3 बजिसकेको छ अनि यो बाटो हिँडिरहेको छु। अनि यहाँ माथिल्लो तल चाहिँ घर केही छैन, यो चाहिँ भिर बाटो। यहाँदेखि तल गयो भने चाहिँ अब घरहरू भेटिन्छन्, पारिपट्टि भेटिन्छन्, माथि माथि भेटिन्छन् होला, तर भेटेको छन्। परको डाँडादेखि पल्लो डाँडा देख्दै गरेको हुनुहुन्छ, त्यो डाँडादेखि हामी आएको हो। आउनु चाहिँ कहाँदेखि भनेदेखि हामी जोरथाङदेखि नै यो बाटो हुँदै हुँदै नाम्चीतर्फ लागिरहेको छु। एकदमै गाउँ ठाउँको बाटो शून्य खुल्ला एकदमै रमणीय हुन्छ। कहिलेकाहीँ जिन्दगीमा हामी हिँड्दै जाँदा थुप्रो घटनाले हामीलाई सताउँछ, धेरै मानिसले हामीलाई पिरोल्छ, धेरै मानिसले हामीलाई सताउने गर्छ। तर भए तापनि हामी त्यसलाई केही पार गरेर हामी जानुपर्छ, त्यसलाई सहनु पनि सक्नुपर्छ, उत्तर दिने ठाउँमा उत्तर पनि दिनु सक्नुपर्छ है मित्र। किनभने कोही बेला हामी बेसी चुप लाग्यो भने थिचिन्छ, बेसी बोल्यो भने पारा बिग्रिन्छ होइन, पारा बिग्रिन्छ। अनि यहाँ गाउँघरमा धेरै घरहरू राम्रो राम्रो घरहरू बनिसकेका छन्, गाउँहरूमा पनि धेरै राम्रो राम्रो घर छन्। सायद हामी रोङ आइपुग्दैछौँ, रोङ आइपुग्नु आँट्यौँ। यहाँ डाँडा 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 हुँदै आइरहेको छ, गाडीहरू धेरै बिसाइरहेका छन्। बस्तीमा पनि धेरै गाडीहरू रहेछन्, घर घर गाडी पुगेको रहेछन्, मैले यहाँ देखिरहेको छु। लगभग हामी यो दो बाटोतिर पुगिरहेको। अब गाडीको ब्रेक छ्याङ्गै हानेर चाहिँ ड्यासै रोकियो। यो दो बाटोभित्र हामी अब रोक्छौँ होला भन्ने कुरो थियो, रोक्यौँ। रोकेर चाहिँ हामी उत्रियौँ। अनि म चाहिँ तल्लो साइडबाट उत्रेको, झोडीहरू अलिअलि थियो फाँडेको, बर्खाको कारणले गर्दा यहाँ अलिअलि सफा गरेको छन्, किनभने झार जङ्गल धेरै पलाइहाल्छ पानीको कारणले गर्दा, पलाउनु पर्छ, राम्रो छ। अहिले टेरेनो निसान टेरेनोमा आइरहेको छु। अनि मनोज दाजु, पास्टर मनोज अगाडि हिँडिरहेको छु। हामी चाहिँ कहाँ जाँदैछौँ भने पास्टर जोनको घरमा अघि बाटोमा भेटेको थियौँ, त्यसले भेटेको कारणले गर्दा उहाँलाई अघि पठायौँ। अनि उहाँ चाहिँ घर आइपुगेको छन्, बाइकमा फिलिली छिटो आइपुग्छ। अनि यसो हेरेँ तल हेरेको त रोङ स्कुल रहेछ, घरहरू थुप्रो रहेछ। अनि यहाँ छिन् यो बाटो हुनुभन्दा अगाडि चाहिँ आएको कार्पेटिङ थिएन, यो बाटो पनि खोलेको थिएन, डेभलप त्यति थिएन। फुलहरू धेरै धेरै रोपेको रहेछ, बगनबेलीहरू, कतिलाई मनपर्छ। यहाँ बिल्डिङ बनिसकेको छ, राम्रो राम्रो। यता रहेछ जोन पास्टर घर। यहाँदेखि ओह्रालो गएपछि अर्को ठाउँमा पुग्ने गरिन्छ। अहिले छिन् टर्निङ काट्यो भने चाहिँ यो स्कुलदेखि लिएर तल तल खानी गाउँ भने पुगिन्छ। अहिले हामी रोङमा नै छौँ। हेर्नुहोस् है, फुल तपाईँहरूलाई मन परेको छ, बोलेरो रहेछ। अब चाहिँ हामी पास्टर जोनको घरमा पुग्दैछौँ। हामी गाडीको यात्रा सकेर चाहिँ फेरि हामी पास्टर जोनको घरमा आइसकेको छौँ। यहाँ रमाइलो ठाउँ रहेछ, पक्का आइपुगेर अब हामी लाग्दै, म चाहिँ लाग्दैछु यहाँ चाहिँ जानुपर्ने यता नै रहेछ। अनि आमा बसिरहेको छ, यसो हामी फुलहरू रहेछ, आँपको बोट रहेछ। पास्टर जोन यति बिना हतारिनु हुनुहुन्छ, होमस्टे देख्दै हुनुहुन्छ मजाको। यो धेरै वर्ष अगाडि पनि थियो यो घर, अनि यो स्टाइलको घर चाहिँ धेरै मन पर्थ्यो, तर अहिले बिल्डिङले गर्दा धेरै अर्कै भएको छ। पास्टर जोन आइपुग्नु भएको छ, घरहरू। वा यो के फुल हो, ओरिजिनल होइन परेछ त, ओरिजिनल त लाबरको रहेछ। यसो मकै घारीहरू रहेछ, अनि अम्बकको बोटहरू। अघि आएको थियौँ यस ठाउँबाट एकछिन आइपुग्यौँ बल्ल। यहाँ आइपुगेर एकछिन बसेर चाहिँ अब केही क्षण बादमा चाहिँ फेरि नाम्चीतर्फ
लाग्ने हामी हिसाब लिएर आएको छौँ। एकछिनमा चाहिँ नाम्ची धेरै पुरानो घर हो, अहिले आइपुगेको छौँ। अब यहाँ पछाडि देख्दैन चाहिँ बिल्डिङ बनेको रहेछ घर होइन, सायद उहाँहरूको आफ्नै होला। यता आमाले यता देखाउनु हुन्छ, यता देखाउनु हुँदैछ उहाँले। अब त्यहाँ पसिन्छ है। फेरि चिया खाएर चाहिँ म चाहिँ के हो घर पल्लोपट्टि गएँ यसो पारी डाँडाहरू हेर्नुलाई। अनि माथि वनपाखाहरू घरहरू एकदमै रमाइलो घरहरू रहेछ, यति मजाको घरहरू। 2-3 तले 3-4 तले, बस्तीमा त त्यति चाहिँदैन 3-3 तले। यो चाहिँ नेवाराको बोट हो अनि रुख हो, अहिले चाहिँ घाँस काटिसकेको छन्। यो घाँस राम्रो हुन्छ, यसले खानु पनि हुन्छ, यसको फल पोथीको हुन्छ। अनि पट्टिपट्टि चाहिँ यहाँ ट्याङ्की रहेछ, यसको वरिपरि मकै लगाइसक्नु भएको छ। मकै अलिक ठुलो भइसकेको छ, अब 3-4 महिनामा त खानु पाइन्छ है, 3-4 भने 2-3 महिना। अनि यसो वरिपरि हेरेँ अम्बकको बोटहरू थुप्रो फलफुल रहेछ, सुन्तलाको बोटहरू रहेछ। अनि यहाँ हामी आइपुग्यौँ। अब केही क्षण बादमा चाहिँ अब फेरि लाग्ने हिसाब गर्दैछौँ। विशेष चाहिँ अहिले हामी फर्स्ट जोनको घरबाट फर्किँदैछौँ। सक्यो बातचित धेरै थियो अनि धेरै बातचित गरेर चाहिँ अब हामी लागिरहेको छौँ जोरथाङतर्फ। मनोज दाजु जानु हुँदैछ, पास्टर मनोज। अब चाहिँ हामी उकालो लागेको छौँ। यो केरादेखि पर तपाईँले देख्दै हुनुहुन्छ अलिकति जुमरी किताम 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 बजारलाई देख्नु हुँदैछ। सकिसक्यो, सडकमा आइपुगेको छौँ। सडकबाट अब चाहिँ हामी लाग्दैछौँ नाम्ची। अब अहिले चाहिँ कति बज्यो भनेदेखि झन्डै 5-5:30 पनि बजेर नागिसकेको छ। अनि अगाडि चाहिँ पास्टर मनोज जानु हुँदैछ है। आजको यात्रा राम्रो रहेको छ, दिन पनि राम्रो रहेको छ। अनि जीवनमा धेरै कामहरू गर्नु छ, जीवनमा धेरै त्रुटिहरू हुन्छ, तर सुधार्दै हामी जहिले पनि अघि बढ्नुपर्छ। आज सकेर आएको बल्ल कति वर्ष बादमा चाहिँ रोङमा आइपुग्यो। यता हेऱ्यो कालिम्पोङ, यता हेऱ्यो दार्जिलिङ, मजाले देख्नु हुँदैछ। राति भइसकेको छ। अब हामी नाम्ची सुई, यताबाट हामी नाम्ची सुई हुँदैछौँ। एकदमै बढी ठुलो भएछ गाडी चाहिँ हो। अब यहाँबाट चाहिँ जाँदैछौँ सुम्बुक तर्फबाट। अब हामी लाग्नेछौँ। दुईजनाको यात्रा फेरि पनि सुरु भइसकेको छ। अनि यो यात्रा हामी रोङदेखि फेरि पनि पालोङ हुँदै नाम्चीको डाँडा हेर्दै जाँदैछौँ। अनि जङ्गलको बाटो भएर जाँदैछौँ। जङ्गलमा के देखिन्छ देख्नु त देखिँदैन, यहाँ थुप्रै घरहरू चाहिँ देखिन सकिन्छ। अनि सिङताम भन्ने ठाउँ पनि छ। यस्तो खोल्छा खोल्ची हुँदै हामी नाम्ची पुगिरहेको छौँ। अब यो डाँडाबाट जाँदै हुँदा थुप्रो व्यक्तिहरू हामी देख्ने गर्छौँ। अनि यो बाटोहरूमा हरियो परियो चाहिँ देख्ने गर्छौँ। पारी देख्दै खोर भनौँ न मान्छे। लौ त आजको यात्राहरू पनि हाम्रो सकिएको छ। अब नाम्चीसम्म टुङ्गाएँ, त्यसपछि हामी जोरथाङ आउनेछौँ। सौदाहरू गरेर रात पनि परिसकेको थियो। यसैले गर्दा तपाईँलाई यो भिडियो मन परे सेयर लाइक सब्सक्राइब गर्नु नबिर्सिदिनु होला। जिन्दगीमा तपाईँ अघि बढ्नुहोस्, तपाईँहरूको जीवन राम्रो भएर जाओस् भनिकन शुभकामना गर्दछु।